टप 5 बेस्ट ऱ्याट और माउस ट्र्याप। नम्बर 5 किलिङ ऱ्याट टेक्निक। यसमा चाहिँ रबर किल्ला र काठ जसमा रबरको मुखमा मुसाको लागि चारो हालिन्छ। जब चारो मुसाले खाएर सक्छ तब तन्केको रबर छुट्छ र अगाडि रहेको किल्लामा गएर ठोकेर मर्छ। नम्बर 4 इजी ऱ्याट ट्र्याप टेक्निक। यसमा एउटा सिम्पल कार्टुन बक्स लगेर माथिबाट एउटा दुलो बनाउने र बक्सको भित्र मुसाको लागि चारो हाल्ने। जब मुसा चारो खान आउँछ तब मुसा आफै यो बक्स भित्र फस्छ। नम्बर 3 प्लास्टिक बोतल ऱ्याट ट्र्याप। यसमा एउटा प्लास्टिक बोतल र सानो प्लास्टिक बल लगेर मुसालाई चारो हालिन्छ बोतल भित्र। जब मुसा चारो खान आउँछ तब मुसा बोतल भित्र आफै बन्द हुन्छ। नम्बर 2 माउस ट्र्याप स्लाइडर। यसमा चाहिँ एउटा बक्स भित्र कोकको बोतल वा खाली कुनै बोतल लगेर यसमा स्लाइडर बनाउने बक्स भित्र। बोतलमा मुसाको लागि चारो चप्काउने र मुसा चारो खान आउँछ बोतलमा चिप्लिएर बक्स भित्र झर्छ। नम्बर 1 इजी माउस ट्र्याप विथ बकेट। यसमा भिडियोमा देखाएको जस्तै एउटा बकेट वा बाल्टिन लगेर माथिबाट कार्टुन बक्समा मुसाको लागि चारो चप्काउने। जब मुसा चारो खान आउँछ तब कार्टुन बक्स फर्किन्छ र मुसा बाल्टिनमा झर्छ।